everyone. आज हामी हाम्रो विद्यालयको विद्यार्थीहरू 1 up to class 8 सम्म स्टुडेन्ट्सहरू चाहिँ सिन्धुली माइथनसम्मको चाहिँ 1 डे एजुकेसन टुरको सँगसँगै पिकनिक लागि बिहानै 5 बजे सबैजना स्टुडेन्ट्सहरू चाहिँ यहाँ स्कुलमा आइसकेका छन् भने बच्चाहरू लिन गएका छन् र अब हामी केही क्षणमा सिन्धुली माइथनतर्फ हामी यात्रा सुरु गर्नेछौँ। कमलामाई मन्दिर नेपालको सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित एक ऐतिहासिक हिन्दू मन्दिर हो। यो कमला नदीको किनारमा र बागमती प्रदेशको बीपी राजमार्गबाट करिब 200 मिटरको दूरीमा अवस्थित छ। मन्दिर आफ्नो धार्मिक र ऐतिहासिक महत्त्वका लागि परिचित छ। यो मन्दिरमा शाह वंशले युद्ध अघि पूजा गर्दथे भन्ने एउटा इतिहास रहेको छ। यस मन्दिरमा माछाको समेत बलि दिइन्छ। कमलामाई मन्दिर सिन्धुलीमाडी बजारबाट 12 किलोमिटर र बर्दिवास चौकबाट 29 किलोमिटरको दूरीमा छ। कमला नदी र ग्वाङ खोलाको सङ्गम भएको ठाउँ कमलामाई नगरपालिका वडा नम्बर 8 माई स्थानमा पर्दछ। यो मन्दिर 2वटा नदीहरूको डुबानमा रहेको छ। सञ्चालनार्थ श्री कमलामाई मन्दिर व्यवस्था समितिको पनि गठन गरेको छ। उक्त समितिले यहाँ पिकनिक स्पोट पनि बनाएको छ। कमलामाईको सम्बन्धमा बृहत विष्णु पुराणको मिथिला महात्मामा पनि यस बारेमा विस्तृत रूपमा उल्लेख भएको पाइन्छ। मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा माघे सङ्क्रान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ। उक्त दिन भक्तजनहरूको अत्याधिक भिड हुने गर्दछ। परम्परा अनुसार कुनै विघ्न बाधा पर्दा सो निवारण गर्नका लागि र कुनै कामको सफलता प्राप्ति होस् भनी पुकार गर्दा कमलामाई देवीलाई पाथी चढाउने भाकल गर्ने भक्तजनहरूमा जनविश्वास रहेको छ। कामना सिद्धि भएमा मकर सङ्क्रान्तिका दिन मन्दिरमा जागराम बसी पाथी बलि पनि चढाउँछन्। यी देवीलाई मनोकामना पुरा गर्ने देवीको रूपमा भक्तजनहरूले पुजिन्छ। जनश्रुति अनुसार बहिनी कमला हुन् भने भागीरथी दिदी हुन्। कमलाले दिदी भगीरथीलाई निम्ता दिई भगीरथी बहिनी कमलालाई भेट्न मकर सङ्क्रान्तिमा यहाँ आउने जनविश्वास समेत रहेको छ। त्यसैले मकर सङ्क्रान्तिका दिन कमलामाईमा स्नान गरेमा भारतको भागीरथीमा स्नान गरे सरहको पुण्य मिल्छ भन्ने श्रद्धालुहरूमा विश्वास रहेकोले नै त्यस समयमा तीर्थालु भक्तजनहरूको अत्याधिक घुइँचो हुने गर्दछ। उक्त दिन नेपालका विभिन्न जिल्लाबाट यहाँका भक्तजनहरू आउने गर्दछन्। उक्त दिन नेपालका विभिन्न जिल्लाबाट यहाँनिर भक्तजनहरू आउने गर्दछन्। नेपालका मात्र नभएर छिमेकी देश भारतबाट पनि अत्याधिक मात्रामा भक्तजनहरू आउने गर्दछन्। कसको पालामा हुनु हो?
सुरेन्द्र शाह। अनि यहाँ दुईटा खोला छ नि होइन यसको उत्तरबाट भएको गोमती, गाईको पिसाबबाट भएको हुनाले गोमती, यताबाट दक्षिणबाट भएको कमला माता चाहिँ अलप भएको यहाँबाट 7 किलोमिटर माथि छ, त्यहाँ अलप यहाँ उत्पत्ति। ए मन्दिर चाहिँ किन स्थापना गरिएको होला? यो जस्तो अब तपाईँ को आफ्नो भावना आफ्नो लक्ष्य हुन्छ नि, के अरे कामना पूर्ण होस् भन्ने भावना लिएर आउनु भने तपाईँको कामना पूर्ण हुन्छ। कसैले बिहा भएन मेरो बिहा होस् भनेर भन्नुहुन्छ, कसैले नोकरी पाऊँ भन्ने हुन्छ, कसैले चाहिँ विदेश जान पाऊँ भन्ने यस्ता यस्ता के अरे प्रश्न छ, कसैले सन्तान भएन भन्ने हुन्छ, सन्तान प्राप्ति भएको छ। यही हो ए आफ्नो कामना पुरा गर्न, आफ्नो इच्छा पुरा गर्नलाई चाहिँ पुरा भएपछि चाहिँ मान्छेहरू यहाँ चाहिँ त्यो मन्दिरको स्थापना गर्छ। उहाँको मान बानी नै त्यही छ। कसको? कमला माताको। ए कमला माताको तपाईँको यो विश्वमा देवघाट यहाँ कमला जस्तो 12 क्षेत्र, हजुर त्रिवेणी धाममा तपाईँको करोडौँ मन्दिर दर्शन गर्नुहोस्, यहाँ एकैचोटि दर्शन गर्नु यहाँको फल प्राप्त हुन्छ। करोडौँ मन्दिरको फल यहाँबाट प्राप्त हुन्छ। ए करोडौँ मन्दिरको चाहिँ फल चाहिँ यहाँबाट प्राप्त हुन्छ। हजुरको नाम चाहिँ के पर्यो? मेरो नन्दराज आचार्य, म यहाँको पुजारी हुँ। ए हजुर यहीँ बस्नुहुन्छ? हजुर म हस् त ल, धेरै धेरै धन्यवाद। यहाँ त ठुलो मेला कहिले लाग्ने? माघ 1 गते होइन, पुसको 27-28 गते। भव्य मेला चाहिँ 1 गते नै हो। 1 गते 29 पुसको 29 गतेबाट माघबारी। यो कमला माईलाई मात्र न विश्वका कुनै पनि देवी पीठमा तिल चढ्दैन, किनभने देवीले तिल पुजेको हुनाले पापको प्रायश्चित स्वरूप त्यो तिल चढ्दैन कुनै पनि। अर्थ भएन, लाइन लाउनुहोस् ल। धेरै धेरै धन्यवाद।